रित्तो आत्मा बोकेर लाने मन काथियो र छोडेर जाने मन रुँदा रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजोसम्म सँगै थियौँ आज बाटो लागे आमा रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो यति। अनि बिमारी हुनुहुन्थ्यो भन्नुहुन्थ्यो के भएको हो खासमा? बुवालाई कस्तो अर्कै रोग लागेको थियो त्यो मैले त्यति थाहा भएन तर हात खुट्टा नलाग्ने आनेको थाहा नहुने त्यस्तो रोग लाग्यो। ए अहिले त ठिक हुनुहुन्छ नि है? हजुर अहिले त त्यस्तो ठिक नै त्यो अहिले हात सुकेको छ यो। ए हात सुकेको छ है? हजुर। अहिले कहाँ हुनुहुन्छ त बुवा? गढवाल हुनुहुन्छ? हजुर। के गर्नुहुन्छ उतै बस्नुहुन्छ? अब आउने कुरा छ उतै गिट्टी फोड्ने काममा जाने बाउछोरा गएको थियौँ। हजुर। अनि त्यस्तो हातले काम गर्न सक्नुहुन्छ? दुख्छ भन्नुहुन्छ कहिले के भन्नुहुन्छ तर पनि उहाँले अब घर बस्नु भन्यो भने पुग्न अब हामी पनि भन्छौँ हामी जान्छौँ तपाईँ घर बस्नु भने मान्नुहुन्न। अब घरको अवस्था त्यस्तै छ परिस्थिति त्यस्तै छ हैन? हजुर।